म त नेपाल हिँडेको कहाँ हिँडेको यस्तो के बोकेर तपाईँ अर्को साल आउनु ल म चाहिँ जाँदै गर्छु गाडीको सिट कभर लाउन हिँडेको ए हो र पानी परिरहेछ त पानी पर्न थाल्यो ओ माय गॉड छिटो लगाऊ ल यो गाडीभित्र हालिहाल ल अनि गाडीभित्र लगाउँदा नि कसरी कसरी हाल्छ यो म त खासमा भरिया मात्र लाउने चाहिँ तपाईँ हो ल ए गाडी भिज्यो पारिदिन्छ म त यहाँ आयो साथीहरू आयो डिक्कीमा हालिदिउँ न एकछिन खोइ त यो चाहिँ यहाँ भित्र आउँदा नि उयो गाडी सबै छुनेर कस्तो हुँदो रहेछ पानी पऱ्यो पानी उता त्यो पनि छुन पानी पऱ्यो पानी पानी त्यो सबै गाडी भिज्यो त्यो त्यस्तै लान्छ पानी पऱ्यो त दादा यो चाहिँ यसो टोपी आँसकेर फेरि यहाँ अनुहार त यहाँ सकिगएको छ यार मेरो सबैको अब कुन कसरी छाने त नि यो मेरो आँखै आज बमफुली भएको छ क्या बमफुली यो पछाडिको रहेछ होइन कसरी थाहा भयो यो अगाडिको चाहिँ यो एउटा रहेछ अगाडिकै यो त यो हाल्नको लागि त नि यही सङ्घर्ष गर्नु पर्दो रहेछ यार डिक्कीमा जाउँ डिक्कीमा डिक्कीमा जाउँ कता हो बाङ्गो त्यो गाडीको सिटमा के अरे गाडीको सिटको टाउकोमा लाउनु भन्दा मेरो टाउकोमा लाउनु इजी रहेछ क्या सट्टै सुलित छिरो चाहिँ खोइ त नि सकिनु त मैले फेरि बेबी नै चाहियो कमान बेबीको महत्त्व चाहिँ यतिखेर बुझ्ने हो क्या कस्तो हुँदो रहेछ भनेर एभ्री टाइम यु निडेड बेबी हो नि त अब यहाँ बसेर ऊ खाने चाहिँ बन्द के खाने चिल्लो चाप्लो केएफसी खानु चाहिँ केएफसीको चाहिँ लाग्छ यहाँ अनि चिल्लो चाप्लो हुन्छ नि त म त खाने हो के भयो के भयो गाह्रो भइसक्यो नि यहाँ के गरेको जोरेको नि लास्ट यो हो अब उताको के घरमा कस्नु पर्ने अब दामी हुनु पऱ्यो न चाइनिजहरूको बुद्धि चाहिँ मैले माने क्या यस्तो दामी बुद्धि हुँदो रहेछ ए कहाँदेखि कहाँ छिराएर यिनीहरूले त आइटम गर्छ होला काम पनि हो चाइनिजको बुद्धि त है नयाँ नयाँ आइटम गर्छ होला है आइटम गर्छ ल अब चाहिँ लगभग फाइनल लुक्स आउन लाग्यो मेरो चाहिँ अवस्था यस्तो चाहिँ म कहाँदेखि कहाँ लडिसकेँ मेरो अनुहारको हाल हेर्ने हो भने म यतिखेर रोडबाट उठाइ ल्याएर भर्खर राखेको मान्छे जस्तो भइसकेँ ए टनक्कै बनायो बुढाले टनक्कै बनायो यता भएन उता भएन भन्छ बिचरा आफू खल्ली हुँदै काम गरिरहेछ माया लाग्छ आफ्नै गाडीको पनि के छ भन्ने कुरा थाहा छैन यार मलाई अनि चिया राख्ने पछाडि टक्क कफी खाने बस्ने ए अँ त है यो पनि हुन्छ नि त म त बिर्सेको यो सेन हाला माथि छ अब पुरै सकिनु लाग्यो अब धेरै छैन यो सक्यो लगभग फाइनल भयो अब त्यो एउटा बाँकी होला कार सिट लगाइसक्यो कार सिट बनाउँछौ जहिले पनि सिट कभर लगाइयो लुक्स यस्तो आयो कार सिट भन्दैछ कार सिट भनेकै छु हिजोदेखि कार सिटको आगमन हुँदैछ कस्तो राम्रो देखियो हेर ल खोइ हेरौँ न मैले देखेकै छैन पहिला हेर्नु पऱ्यो नि राम्रो भएछ अहिले चाहिँ लुक्स यस्तो आयो गाडीको है धुलो बनाइयो म त अस्ति ल धन्यवाद छ श्रीमानज्यू पतिज्यू मलाई घाम पनि लाग्यो अघि पानी परेर गाह्रो भइरहेको थियो 2 घन्टा लाग्यो हत्तेरियो मेरो चप्पल कता छ म यता छु कभरमा
अब यहाँ खुट्टाको चाहिँ लाउन बाँकी छ गाइज। यो खुट्टाको चाहिँ सिट कभर सेटमा नआउँदो रहेछ। यहाँ धुलो बनाएँ मैले एकैछिनमा। अब यो सफा गर्नुपर्ने हुन्छ चट्ट लाएर, अनि यसको चाहिँ अर्को ल्याउनु पर्ने हुन्छ। ल है हाम्रो किताब कपीहरू यता छ। बाबा लु भयो आउनु।